माथि लेखमा कुकुर र काफलचरीहरू बसन्तको याम गाइरहेछन्। दिन लामो हुँदै जाँदा रुखका बोक्रामा टाँसेका झ्याउकिरीहरू साँझ अबेरसम्म एक तमासले बासिरहन्छन्। रातमा खासै शीत खस्दैन। घुरेनमा हिउँदे सिमीको लहराले बेरेको आरु र नास्पातीको बोट सेतम्मे छन्। एका बिहानै बाँसझ्याङमा एक हुल चराहरू बेजोडले ऋतु परिवर्तनको स्तुति गाइरहेछन्। मास्तिर हुलाक कर्कट पाताले छाएको मतानको खुपीमा एक जोडी परेवा प्रेमिल बैस घुरिरहेछन्। झ्यालको आक्लो ड्याङ्गै उघार्दा घामले आमदप्लमको छातीमा सुनौलो लाली पोखिएको दृश्य। जाइफुलको रुखमुनि धारामा खरानी र मकैको खोसेलाले काँसको गिलास मस्काउँदै गुनगुनाउँदै गरेको एउटा आवाज। लौ नयाँ साल पनि आइसक्यो माइली। उता मेरो पहाडमा नयाँ वर्षको यस्तै छेकुमा बिहान मेरी आमा माइली भाउजूलाई यसै भन्दै गरेको हुनुपर्छ, म लक काट्छु। इस्वी सम्बत भन्दा 57 वर्ष जेठो विक्रम सम्बतको नयाँ दिनहरूमा म यता भने ती दिनहरूलाई स्मृतिको केन्द्रमा राखेर विगतका किनाराहरू पछ्याइरहेछु। यहाँ खोपीका परिवारले आत्मीयता होइन, चिल र बाजले प्रत्येक प्रहर खबरदारी गाउँछन्। हृदय चट्टान र मरुभूमि बनाएपछि मेरो घुरेनमा क्याक्टस र सिउडी नसप्रिएर कहाँ फुल्छ त सेते मगमगाउने इन्द्रकमल। उबेलाई मलाई आँगनको डिलको 12 मासले खुबै खोज्थ्यो। अचेल यहाँ मलाई गुलाबले साह्रै पो बिझाउँछ। किन फुल्दैनन् गुराँसहरू रातै रङ्गमा? नदेख्छु यहाँ मान्छे गुराँस भएर फुलेको। यो परदेशमा माटोको बास्ना खै? हामीले टेक्ने माटोहरूमा त अत्तरको सुगन्ध पो भेट्थ्यौँ होइन र दाजै? ए साँच्चै दाजु, गुराँस भएर किन फुल्न सक्दैनन् यताका मान्छेहरू? पृथ्वीको वल्लो र पल्लो छेउमा हामी र हाम्राहरू। कहिले यता -°C तापक्रममा घरका राडी पाखी र धुसार उड्दै त कहिले प्रचण्ड गर्मीहरूमा झ्याम्मै लाकुरी र बरपिपलको सियाल ताप्दै हामी हाम्राहरूको ऋतु मनमा हिउँद बर्खा चिसिन्छौँ, उभिन्छौँ। प्रवास ओछ्याएका छौँ त के भो? आकाश त एउटै त ओडेका हौ नि। एउटा सुखद या दुःखद कुनै संयोगले नै हामी हाम्रो फरक धारामा बाँच्न बाध्य भएका छौँ। हृदयको पाखाभरि रातै गुराँस फुलाएर हामी पनि आफ्नै उद्गम बस्तीको गीत गाइरहेका छौँ। यसैले त बेचैन छन् हाम्रा गाउँले मनहरू यो सुगम सहरमा पनि। त्यतै कतै छन् है हाम्रा मनहरू पनि, खेतका आलीहरूमा, लहलहाउँदो बालीहरूमा, फुलका डालीहरूमा। अनि पो दुख्छ त्यहाँ हाम्रा कमालो मनहरू। उता त झन् दुखाउने तन्नेहरू मनहरू नै बस्तीबाट रित्तिँदै गए। बस्तीमा युग हाँक्ने पुस्ता पातलिँदै गएपछि पाका अनुहारहरूले मात्र कति बस्तीमा सुहाएको। कति कुरूप देखिने गाउँ। बाटाहरू किन साँगुरो लाग्छन्? त्यो हिमाल किन कालो देखिन्छ? स्कुलको हेडसरको कपाल र जुङ्गा कस्तरी फुलेको? आमाको हाँसोमा किन मलिनता? घरको छानामाथि किन बेमौसमी झार हल्लिरहेछ? बतास उत्तरतिर मात्रै किन हुर्किन्छ? उराट खर्क जस्तै फुङ्ग उडेको बस्तीमा खोइ कहाँ छ रङ्ग? म मेरो बस्तीको जीवन छोडेर यो सहरको भुइँतलामा कङ्क्रिट कोतर्दै गम छ चेल। म पनि त परदेशसँग पाखुरी साटेर छातीमा देश अटाउँछु। खै मेरो गनाउने पसिनाले मेरो बस्तीको माटो भिजेन? यहाँ अत्तर सुँगेर कुन उन्नतिको मात उक्लिनु छ र? दैनिक औसत 2000 युवाको लस्करमा म पनि ठिङ्ग उभिएको दृश्य सम्झिन्छु। मेरो अगाडि सपनाको अग्लो पहाड ठडिएको छ। मेरै ठिक पछिल्तिर सपनाकै बुई चढेर तन्नेरी बैस सेकाउन अरब उठ्न लागेको जवान रातो रुपस्याकको डोरीमा एक थुङ्गा फुल र खदा बाँधिरहेछ आफ्नो मनलाई हृदयको सुनडोरीले टनटन्ती। आज मलाई थाहा भयो किन हिमाल कालो छ, किन हल्लिरह्यो घरको छानोमाथि बेमौसमी झार, र किन हिर्काइरह्यो मलाई नै उत्तर हुर्किएको बतासले। सपनाहरू लखेट्दै अरब भूमिमा जीवन खोज्ने लाखौँ युवा शक्तिहरू, सपना देख्दै युरोप अमेरिका भाषिएका जनशक्तिहरू। हामीमा समस्या समानान्तर त नहोला, हाम्रो उस्तै जीवन पक्कै नहोला।
तर हामीले सँगै उभो हेरेको पहाड एउटै हो। हामीले चिउँडो गाडेर पिउने कुवा एकै हो। हामी सँगै विगतका नयाँ वर्षहरूमा आनन्दको बाँसुरी फुक्थ्यौँ र गाउँथ्यौँ हामी हाम्रै जीवनका गीतहरू। पृथ्वीको जुनै दुलोमा शरीर उताए पनि हामी हाम्रो शिर कहिल्यै नलुकोस्, हाम्रो शान कहिल्यै नझुकोस्, यति कामना गरौँ। नयाँ वर्षले सबैमा सुख शान्ति मिलिरहोस्।